हेलो साथीहरू, एकछिन 2 मिनट दिएर भिडियो हेरिदिनु होला है। हिजो बेलुका चाहिँ मलाई एसएमएस आएको थियो टिकटकबाट होइन। तपाईँलाई एउटा नम्बर दिएको थियो मलाई चाहिँ 1 देखि 20 सम्म, त्योभित्र छुटेको अङ्क पत्ता लगाउनुहोस्, तपाईँलाई 20,000 पर्छ भन्नुभयो। अनि मैले चाहिँ के रहेछ त भनेर जस्ट दिएको रिप्लाई दिएको होइन, त्यहाँ छुटेको नम्बर भनेर। अहिले तपाईँलाई म भिडियोमा देखाउने छु है, हेर्नु होला है। अनि भिडियो एकदम सेयर गर्नु होला, एकदम स्क्याम चलिरहेको छ, एकदम केयरफुल हुनु होला है। यो भिडियो एकदम सेयर पनि गरिदिनु होला है। अब हामी भिडियोतिर जाउँ। मैले चाहिँ उहाँले पठायो भनेको कोड नम्बर माग्नुभएको थियो, मैले कोड नम्बर चाहिँ दिएन, किन कोड नम्बर दिएपछि त सबै जान्छ नि त होइन। जस्ट ई-सेवाको मात्र माग्नुभएको थियो होइन। ई-सेवाबाट सानो रकमबाट ठुलो रकमतिर जानुहुन्थ्यो होला, म चाहिँ अब त्यहीबाट हानिदिएँ। उहाँले मागेको कोड नम्बर चाहिँ मैले दिएन। अब हामी भिडियोतिर जाउँ है। हाम्रो कुराकानी भएको चाहिँ टिकटकबाट यसै राणा सरकार बोस भन्ने आइडीबाट सुरु भएको छ। अनि मलाई यो नम्बर पठाउनु भयो, अनि मैले 6 र 17 नम्बर छुटेको छ भनेर पठाइदिएँ। अनि मैले मजाक गरेर उहाँलाई यस्तो मलाई पऱ्यो भनेर एउटा उसमा पठाएको थिएँ होइन। पछि उहाँले कङ्ग्रेचुलेसन, तपाईँलाई पऱ्यो केमा पठाइदिउँ भन्नुभयो। अनि मैले ई-सेवाको क्युआर दिएँ। अनि उसले मलाई वाट्सएप नम्बर माग्नुभयो। वाट्सएप नम्बर दिएपछि हाम्रो वाट्सएपमा कुराकानी भयो होइन। वाट्सएपमा चाहिँ के आइरहेको थियो, उहाँले मलाई वाट्सएपमा आएपछि एउटा कोड नम्बर आयो होइन। त्यसपछि कोड नम्बर माग्नुभयो, अनि कोड नम्बर चाहिँ दिइनँ। अनि कोड नम्बर नदिएपछि उहाँले यसरी पैसा पठाएको छ, कोड नम्बर नदिएपछि पैसा अड्किन्छ के हुन्छ भनेर कोड नम्बर माग्यो भने चाहिँ मैले पठाउँदिनँ भनेर उहाँको एसएमएस इग्नोर गरेर नपठाइकन बसेको। पछि उहाँले मलाई फोन गर्नुभयो। हाम्रो 3 मिनटसम्म फोन कुरा पनि भयो है। बोल्ने मान्छे पनि विदेशी हो। अनि मैले चाहिँ नम्बर विदेशी देखेर नि नाइजेरियाको जस्तो लागेर सोधेको। उहाँले खासै राम्रो मलाई रिप्लाई दिनु भएन होइन। जस्तै पठाइदिए तेरो पैसा आउँछ भन्ने कुरा गर्नुभयो। अनि मैले कन्ट्याक्ट गरेर चाहिँ नेपालीबाट तपाईँले डाइरेक्ट कसरी वाट्सएपमा उहाँहरू कसरी कन्ट्याक्ट गर्नुभयो, यो स्क्याम हो यो त भनेको, स्क्याम होइन उस पठाइदियो भनेर अनि डाइरेक्ट फोन काट्नुभयो होइन। एकदम केयर रहनु होला साथीहरू। हाम्रो 3 मिनटसम्म कुरा भयो होइन। अनि तिनीहरूको कुरा चाहिँ उसले चाहिँ प्रायः जसो मलाई खालि त्यो उसबाट माग्ने कि मेरो पिनकोड मात्रै माग्ने। मैले पिनकोड चाहिँ दिन्न, पैसा हालिदिने हो भने त्यही क्युआरमा हालिदिनु, अथवा दिन सक्दिनँ भनेको। अनि तपाईँको पैसा अड्किरहेको छ भने पनि अड्किरहेकोस् भन्ने होइन। अब हामी त अब त्यस्तो गेमतिर चासो छैन नि त, काम गरेर खाने भने हामीले त कामतिर ध्यान छ। अनि एकदम केयर गर्नु है। फोन काटेपछि मैले उहाँलाई चाहिँ अनि एसएमएस गरेको छैन, ब्लक गरेँ होइन, उसमा पनि वाट्सएपमा पनि। एकदम केयर गर्नु होला सबैजना है। र यो भिडियो एकदम सेयर पनि गरिदिनु होला।